हेलो एभ्रिवान, सबैलाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले जापानबाट भिडियो बनाइरहेको छु। यो चाहिँ मैले युट्युबको लागि फर्स्ट भिडियो बनाउँदैछु। यो भिडियो हेरेपछि सट्ट लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। किन भन्दा यो चाहिँ मैले फर्स्ट भिडियो बनाउँदैछु, त्यसैले गर्दा पनि थोरै हौसला स्वरूप लाइक, सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला। म चाहिँ तपाईँहरूलाई के कुरा भन्न आएको भन्दाखेरि जापानमा नेपालीहरू चाहिँ धेरै हुनुहुन्छ। उहाँहरू कसरी बस्नुहुन्छ, कस्तो ठाउँमा बस्नुहुन्छ, आउने बेलामा के चाहिन्छ भन्ने कुराहरूको चाहिँ सबैजनालाई जिज्ञासा हुनसक्छ, मलाई जस्तै। त्यसैले गर्दाखेरि जुन जिज्ञासा चाहिँ मेटियोस् भनेर मैले यो भिडियो बनाउँदैछु। नर्मल्ली बसाइ भनेको सबैको प्रायः एउटै जस्तो हुन्छ, जसमा चाहिँ जस्तो प्रायः रुमहरू सबै एउटै जस्तो हुन्छ, एउटै क्याटेगोरीको। त्यसमा अब हामीलाई चाहिँ योकोहामाको माथि यो पार्क नजिक दिएको छ। अब यस्तो सबै रुम डिजाइनहरू एउटै हो। अब केही बिलहरू आएको रहेछ भने यहाँ हालिदिएको हुन्छ, जसले गर्दाखेरि तपाईँको केही तिर्नुपर्ने बिलहरू चाहिँ यहाँ आएर बसेको हुन्छ। रुम चाहिँ हाम्रो रुम चाहिँ अहिले कोही यस्तो छ। जुत्ता राख्ने ठाउँ यस्तो छ हाम्रो, यो दुईजनाको लागि जुत्ता राख्ने दुईवटा यस्तो छ। अनि रुम चाहिँ अब बाथरुम यहीँ छ। यस्तो टाइपको बाथरुम छ एउटा। अनि तातो पानी, चिसो पानी सबै भएको यो बाथरुम भयो। एन्ड त्यसपछि भनेको यो चाहिँ टोइलेट, पहिले टोइलेट छ। टोइलेट चाहिँ हाम्रो यस्तो छ, यो टोइलेट भयो। त्यसपछि भनेको तपाईँको त्यही हो। यो चाहिँ हाम्रो रुम भयो। रुम ठिकै हुन्छ यस्तो। सुत्ने चाहिँ हाम्रो माथि यस्तो लास्टै गर्मी छ। ए माथि यस्तो छ हाम्रो किचन तल, अनि माथि चाहिँ यस्तो छ। अनि यो भाँडाकुँडाको कुरामा चाहिँ मैले भन्नुपर्दाखेरि चाहिँ खासै त्यो भाँडाकुँडा चाहिँ ल्याउनु नपर्ने रहेछ। किन भन्दा हामीलाई यो अब गएको अनुसार नै हुन्छ कि के छ थाहा भएन। तर यो र अनि खाना बनाउने यो अनि हामीलाई चाहिँ यो अनि भनेको अर्को भनेको चाहिँ हामीलाई यो खाना बनाउने यो चाहिँ हामीलाई यहीँबाट दिएको थियो। यो तिनवटा चाहिँ हामीलाई यहीँ गएकोले उपलब्ध गराएको थियो। त्यसमा चाहिँ अब के थियो भन्दा एउटा कैँची, त्यसपछि 2 रोल 4 रोल टोइलेट पेपरहरू चाहिँ यहीँ दिएको थियो। अब हामीले नेपालबाट नल्याइ नहुने भनेको चाहिँ तपाईँ ल्याउनुहुन्छ भने 2टा थाल, 2टा बटुका र 2टा गिलास लिएर आए पनि हुन्छ। यहीँ किन्दा पनि त्यस्तो महँगो चाहिँ छैन। तपाईँको यही ताप्केहरू तपाईँ यहीँ लिनुहुन्छ भने पनि यसको पनि मूल्य कति छ, सायद त्यो तपाईँको 1200-1300 मात्रै यहीँ जापानमा नि पाउँछ। त्यसैले गर्दाखेरि तपाईँको जापान आउँदै गरेको भाइ बहिनीहरूलाई स्पेस छैन, वेट पुगेन भने, सामान प्याकिङ गर्न मिलिरहेको छैन भने चाहिँ भाँडाकुँडा चाहिँ नल्याए पनि हुन्छ। रुम चाहिँ यही हो। यो किचन भयो। यो किचन खानासाना पकाउने, यहीँ बसेर खाने ओर्ने यहीँ। अनि सुत्ने चाहिँ माथि छ। अनि तपाईँको अहिले लास्टै गर्मी भएकोले गर्दाखेरि एसी चाहिँ प्रत्येक ठाउँमा हुन्छ। एसी तपाईँहरूले त्यही हो, आफूले लगाउने कपडाहरू र 2टा थाल, 2टा बटुका र 2टा चम्चा ल्याउनु भयो भने चाहिँ इनफ पुग्नेछ। अरू त्यस्तो केही इम्पोर्टेन्ट छैन।
खानेकुराहरू पनि अब यहीँ किन्नुभयो भने हुन्छ, अलिअलि घरबाट लिएर आए पनि हुन्छ। अब रुममा चाहिँ यो खाना तताउने 2टा फ्रिज, एउटा मिनी फ्रिज तल छ, अनि वासिङ मेसिन, यिनीहरू चाहिँ रुममै हुँदो रहेछ। यहाँको सिस्टम भनेको चाहिँ अब त्यही हो, बाहिरबाट कोही आएछ भने यसरी यहाँ देखिन्छ, यसरी यहाँ देखिन्छ बाहिर को हो भनेर। यहाँ देखेपछि यहाँ टक्क उठाएर कुरा गरेर चिनेपछि मात्र ढोका खोल्ने यहाँको सिस्टम हो यो चाहिँ। जापान तर पहिले सोचेको भन्दा चाहिँ धेरै फरक भएको रहेछ। हामी नेपालमा हुँदा चाहिँ कन्सल्टेन्सीहरूले चाहिँ भन्ने गर्छ कि जापानले तिमीलाई खोजिरहेको छ जसरी कुरा गर्नुहुन्छ, तर त्यो चाहिँ नरहेछ। जापानले हामीलाई भन्दा पनि एकदमै टिक्न सक्ने व्यक्तिलाई चाहिँ खोजेको हुने रहेछ। त्यसैले गर्दा अब मैले भनिहालेँ, यो चाहिँ मेरो फर्स्ट युट्युब भिडियो हो। त्यसैले गर्दाखेरि लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नडराउनु होला। र अब भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा। सो बाई बाई।